सर्वोच्च अदालतले आदेश दिइसकेपछि धेरै समयपछि यो फेवातालको पहिला मापदण्ड कायम गर्नलाई हाम्रो प्राविधिकहरू खटिनु भयो। प्राविधिकहरूबाट त्यसको मापदण्ड कायम भइसकेपछि हाम्रो तिनैवटा सरकारहरू, हाम्रो स्थानीय निकायबाट मेयर साहब, प्रदेशबाट मुख्यमन्त्री र केन्द्रबाट जिल्ला प्रमुख जिल्ला अधिकारीको संयुक्त पहलमा, संयुक्त उपस्थितिमा हाम्रो जेठ 17 गते पोल गाड्ने कार्यक्रम भयो। त्यो पोल भनेको हाम्रो ताल घर कति छ त, ताल घरको क्षेत्रफलको कति छ भन्ने कुरालाई ताल घर कति छ भनेर नि सिमाना गरेको हो र त्यो ताल घरबाट अझ 65 मिटर त अलि पर पर्दछ, त्यसलाई चाहिँ अहिले पोल गाडेको छैन। मेन भनेको अहिले हाम्रो ताल घरको रेखाङ्कन भइरहेको र ताल घरको सिमानामा पोल गाडिरहेको अवस्था रहेको छ भने 17 गतेबाट हाम्रो 25 गतेसम्म हाम्रो यो काम निरन्तर रूपमा सुरु भयो। 17 गते हाम्रो बाराही घाटको माथिपट्टि 7वटा पोलहरू गाडियो र त्यसपछि त्यहाँ विवाद सिर्जना भयो र स्थानीय व्यक्तिहरूबाट हाम्रो मुआवजा, हाम्रो क्षतिपूर्ति पाउनुपर्छ, त्यसपछि मात्रै हामीले पोल गाड्न दिन्छौँ भनिसकेपछि हामी त्यहाँबाट स्टप भयो र भोलिपल्टबाट हामीले बाराही घाटबाट तलबाट डेम साइडसम्म टोटल हामीले 85वटा पोल गाडियो र ताल जम्मा टोटल 92वटा पोलहरू गाडियो र अहिले यो कामलाई अहिले अब छलफलमै रहेको हुनाले अहिले छलफल भइसकेपछि ती स्थानीय व्यक्तिहरूसँग कुरा बुझिसकेपछि उनीहरूलाई पनि खुसी बनाएर अब अरू पोलहरू गाड्ने भन्ने कुरा भएको हुनाले अहिले काम चाहिँ अहिले स्टप भएको छ। 9 दिनसँग हामीले निरन्तर रूपमा पोल गर्ने काम डेम साइडसम्म सम्पन्न भएको छ। यो अब जम्मा टोटल 1055वटा पोलहरू गाड्ने भन्ने निर्देशन मेयर साहबबाट भएको र मेयर साहबकै पहलमा अहिले यो सर्वोच्चको आदेशलाई कार्यान्वयन भएको छ। सर्वोच्च आदेशलाई कार्यान्वयन मेयर साहब, हाम्रो महानगरपालिकाबाट मेयर साहबको पहलमा यो काम सम्पन्न अथवा सुरुवात भएको अवस्था रहेको छ भने यो पोलहरू गाड्नलाई अहिले हामीलाई धेरै चुनौतीहरू छन्। किन चुनौतीहरू छन् भने स्थानीय व्यक्तिहरूको पनि हामीलाई सहयोग छैन, प्रशासनले पनि हामीलाई भनेअनुसारको सहयोग पनि उपलब्ध नभएको अवस्था पनि रहेको छ र अब मेयर साहबबाटै पहल भएको खण्डमा मेयर साहबले नै स्थानीय निकाय अथवा नेपाल प्रहरीसँग कोअर्डिनेसन गरेर सहयोग लिएर स्थानीय व्यक्तिहरूको पनि गुनासोहरूलाई सम्बोधन गर्न सक्ने, गुनासाहरूलाई सम्बोधन गरेको खण्डमा यो सहज रूपमा अगाडि बढाउन सकिन्छ भने, नत्र भने यसलाई अलि कठिनै हुनसक्छ। त्यो दिनमै सुरुकै दिनमै हामीहरूलाई ढुङ्गा प्रहार भयो। त्यो ढुङ्गा प्रहार भइसकेपछि हामीलाई अब अहिले काम स्टप गर्नु भन्ने कुरा भएको हुनाले हामीले स्टप गरेका छौँ। धेरै नै चुनौतीहरू छन्। नगर प्रहरीले मात्रै सम्भव छैन, प्रशासनको पनि सहयोग चाहिन्छ यसमा। होइन, 2वटा ढुङ्गा प्रहार भएको थियो, म माथि ढुङ्गा प्रहार भएको थियो 2वटा ढुङ्गा, तर त्यो ढुङ्गाले मलाई लागेन र हामीले साथीहरूलाई कसैलाई पनि लागेको छैन। 2वटा ढुङ्गा प्रहार भएको, तर त्यो ढुङ्गाले मलाई नलागेको हुनाले हामी कोही पनि घाइते भएको अवस्था छैन। अब यस्तो रहेछ, मैले कुरा बुझ्दाखेरि त्यो फेवाताललाई नै देखाएर त्यहीँका वरपरका व्यापारीहरूले, व्यवसायहरू सञ्चालन गरेका, ठुला होटलहरू सञ्चालन गरेका त्यही फेवातालकै भएकै कारणले त्यही व्यवसायहरू सञ्चालन भएका छन्। यो कुरा उहाँहरूले बुझ्नु पर्यो नि त। फेवातालै भएन भने हाम्रो व्यवसाय धराशायी हुन्छ, हाम्रो व्यवसाय नै चल्दैन भन्ने कुरा उहाँहरूले बुझ्नु पर्यो। विश्वका पर्यटकहरू त्यही फेवाताल हेर्नको लागि, पोखराको फेवाताल र माछापुछ्रे हेर्नको लागि पो त पर्यटकहरू पोखरा आउँछन्। यदि फेवातालकै अस्तित्व मेटिने तरिकाबाट उहाँहरूले अतिक्रमण गर्दै जाने हो भने यसरी उहाँहरूको व्यवसाय पनि धराशायी हुँदै जान्छ र त्यही कारणले यो कुरा उहाँहरूले बुझ्नु जरुरी छ। फेवाताल रहेमा हाम्रो व्यवसाय रहन्छ, यदि फेवातालै भएन भने हाम्रो व्यवसाय रहन सक्दैन, हाम्रो जीविका उपार्जन पनि हुन सक्दैन भन्ने कुरा उहाँहरूले बुझेर फेवाताललाई बचाउनको लागि उहाँहरूले पनि हाम्रोभन्दा पनि स्थानीय निकायको त दायित्व नै हो, हाम्रोभन्दा पनि स्थानीय व्यक्तिहरूले नै त्यसलाई बचाउनुपर्छ भन्ने मलाई लाग्दछ। नितान्त हामीले उहाँहरूको सहयोगको अपेक्षा लिएका छौँ। यसरी अतिक्रमण गरेर बसेको उहाँहरूलाई पनि थाहा छ कि हामीले अतिक्रमण गरेर बसेका छौँ भन्ने कुरा उहाँहरूलाई पनि थाहा छ। हामीले यो छोड्नुपर्छ, हट्नुपर्छ भन्ने कुरा उहाँहरूलाई पनि थाहा छ। किन उहाँहरूले यस्तो बलमिचाइ गर्नुभएको भन्ने कुरा चाहिँ उहाँहरूले यसरी बलमिचाइ गरेमा हाम्रो पनि मागहरू सम्बोधन हुन्छ, हामीलाई पनि केही राहत हुन्छ अथवा हामीले पनि क्षतिपूर्ति पाउँछौँ
भन्ने कुराबाटै होला जस्तो मलाई लाग्छ। यो क्षतिपूर्ति पाउने विषय भनेको त जुन जुन घरहरू मापदण्डभित्र परेका छन् ती घरहरूले नगरपालिकाको अनुमति लिएर मात्रै बनाएका छन् भन्ने मात्रै ती वस्तु अथवा ती घरहरूले क्षतिपूर्ति पाउने जस्तो मलाई लाग्छ। त्यही कारणले गर्दा उहाँहरूले बुझेर पनि बुझ पचाउनु भएको हुनाले उहाँहरूले विरोध गर्नुभएको अवस्था रहेको छ।